राक्षसहरूको त्यो अर्को टोलीको नेता साहस थियो र उसलाई तिनीसँग कसरी लड्ने भन्ने राम्रोसँग थाहा थियो। युद्धको माहौलमा बेटा र उसको साथी लुकी छिपी भाग्न खोज्छन्, तर राक्षसहरूले देखिहाल्छन्। उनीहरू रोक्नका लागि हतियार प्रयोग गर्छन्। जसटा क्रोधित हुन्छ र रिसले चुर भएर राक्षसलाई नराम्ररी पिट्छे। उसको बहादुरी देखेर अर्को समूहको नेता प्रभावित हुन्छ र उसलाई आफ्नो टोलीमा सामेल गर्छ। अब ती दुई समूहबीच युद्ध सुरु हुनै लागेको थियो, तर अचानक कालो आँधी आउँछ, जससँगै पहिले बताइए चाहिँ ती हरिया जीवहरू पनि आउँछन्। उनीहरू जोसुकैलाई आफू जस्तो बनाउँथे, त्यसैले सबैजना ज्यान जोगाउन भाग्न थाल्छन्। बेटा आफ्नो नेतासँग अगाडि बढ्छे र यहाँ कमजोर मानिसहरू बाँच्न सक्दैनन् भन्ने कुरा पनि थाहा पाउँछे। त्यही बेला एउटा दानव उसको नेतालाई भेट्न आउँछ र हरियो जीवको आक्रमण पहिले भन्दा अहिले बढेको बताउँछ। उसलाई बेटा पनि मन परेको हुँदैन, त्यसैले आक्रमण गर्छ, तर बेटाले उसलाई सजिलैसँग हराउँछिन्। यसैबीच उनीहरूको समूहको खाद्यान्न सकिएको पत्ता लाग्छ।